आज यस सम्मानित संसदको रोस्टमबाट म भन्दैछु, तीनै व्यक्तिका नाममा रिजर्भ ब्याङ्कले पनि सुनोस् मेरो कुरा, रिजर्भ ब्याङ्कमा मेरो जति 100 करोड जति अरब छ सबै तीनै व्यक्तिका नाममा सार्दियोस्। अर्को, मेरो बारेमा भ्रष्टाचारका चर्चा गर्ने नेताजीहरू, प्रधानमन्त्रीज्यू, पूर्व प्रधानमन्त्रीज्यू, मन्त्रीज्यूहरू र मान्यज्यूहरू लगायत अरू सबैलाई पनि म चुनौती दिन चाहन्छु। मैले आफ्नो सम्पूर्ण चल अचल सम्पत्ति राज्यको नाममा गरिदिएको छु। मैले के राज्यका नाममा सम्पत्ति ल्याइदिनका लागि, आफ्नो सम्पत्ति राज्यका नाममा गरिदिनका लागि भ्रष्टाचार गर्नुपर्ने कि केका लागि भ्रष्टाचार गर्नुपर्ने? मैले मेरो र मेरो श्रीमतीका नामको सम्पूर्ण चल अचल सम्पत्ति राज्यका नाममा गरेको छु। म माथि औँलो ठड्याउन भन्दा अगाडि कुनै महानुभाव निस्किनुहोस् न राज्यका नाममा सम्पत्ति हस्तान्तरण गर्ने कोही निस्किनुहोस् न। मैले केपी ओलीलाई मुखभरिको जवाफ दिने भए पनि गर्नुहोस् त घोषणा, ल यही संसदबाट गर्नुहोस् त सुरवैरीहरूले। म सम्माननीय पूर्व प्रधानमन्त्रीजीहरूलाई घुमाइ फिराइकन मलाई छेडान्नुहुन्छ। म भन्न चाहन्छु, गर्नुहोस् न त तपाईँहरू पनि राष्ट्रका नाममा, ट्रस्टका नाममा दान गरिदिनुहोस्। मेरो चल अचल सम्पत्ति कहीँ पनि भएको र मैले सम्पत्तिमा लोभ गर्नुपर्ने, अर्काका नाममा राखेर अर्कालाई सम्पत्ति खुवाएर मैले आफू बदनाम हुनुपर्ने कुनै कारण छैन र म आफ्नो सम्पत्ति राज्यलाई दिने मान्छेले अर्कालाई सम्पत्ति खुवाउने कुरा आउँदैन। आफू नखानेले अर्कालाई किन खुवाउँछ?